साथीहरू, यो भिड कुनै मेलाको होइन, कुनै बजारको होइन र कुनै सेलिब्रिटी आएको भिड होइन। यो भिड हाम्रो देशमा रहेका बेरोजगार दाजुभाइ दिदीबहिनीको हो, जुन कि भ्रष्टाचारी नेताहरूको कारणले गर्दा अहिले हाम्रो देशमा बेरोजगार युवाको सङ्ख्या लाखौँमा छ र यो सङ्ख्या घटाउनको लागि हामीले सही उम्मेदवार, सही प्रधानमन्त्री ल्याउन जरुरी छ र आवश्यक छ र यो कुरामा सबै नेपालीले ध्यान दिनुपर्छ। यो भिड हटाउनको लागि, खतम गर्नको लागि हामीले राम्रो मान्छे प्रधानमन्त्री बनाउनु पर्छ र यो समय आइसकेको छ। हामीले समयमै बुद्धि पुर्याएर बालेनजीलाई प्रधानमन्त्री बनाउनु पर्छ। हामी सबै असल नेपालीको दायित्व हो। नेपाल रह्यो भने हामी रहौँला, नेपाल नरह्यो भने हामी कहाँ।